वेलकम टु माई च्यानल गाइज। आज चाहिँ हाम्रो BYD Atto 2 को यो पार्ट 2 हुनेवाला छ। हामी चाहिँ आज यसमा के विषयमा कुरा गर्छौँ भन्दाखेरि यसको रेन्ज, यसको ब्याट्री, यसको बारेमा कुरा गर्नेछौँ। अहिले चाहिँ हाम्रो ठ्याक्कै 99% रहेको छ ब्याट्री, भनेको 342 किलोमिटर हिँड्छ अहिले हो। र अहिले हामी चाहिँ यहाँ सृष्टि चोकबाट तपाईँको सौरासम्म है, जसले यताको बाटो पनि देखाउँछौँ हामीले कस्तो छ भनेर, प्लस त्यति घुमेर आउँदाखेरि कति जति ब्याट्री सकेको रहेछ त्यो पनि देखाउनेछौँ हजुरहरूलाई होइन। अब यो म्यापको आधारमा चाहिँ हाम्रो यहाँबाट सौरा भनेको चाहिँ तपाईँको 19 किलोमिटर्स रहेछ है, भनेको आउँदा जाँदा गरेर 38 किलोमिटर्स भयो। प्लस अब यताउति हिँडेर टोटलमा 50 किलोमिटर हिँडेला, भनेको अहिले यहाँ ओडोमिटरमा 3083 किलोमिटर्स छ है त। अब हेरौँ कतिको रेन्ज दिन्छ र क्यालकुलेट गरौँला आज यो बारेमा हामीले चाहिँ। यो चाहिँ अहिले हामी आयो नारायणपुर चोक, अगाडि हेरौँ ठाउँ यस्तो रहेको छ। अहिले चाहिँ हामी नारायणपुर चोकमा छौँ र हामी यहाँबाट चाहिँ लेफ्ट लिएर टाइगर चोक हुँदै बुद्ध चोक हुँदै बसपाक निक्लिएर सौरा पुग्नेछौँ। बाटो यहाँको यस्तो यति फराकिलो रहेको छ। यहाँ हाट बजार लाग्छ यहाँ चाहिँ। हामीले चाहिँ यो रेन्ज टेस्ट चाहिँ एसी अन गरेर मोबाइल पनि चार्ज गर्दै यो सबै कुरा चलाएर है, गीत पनि बजाइराखेका छौँ। सबै प्यारलली लगेर यो रेन्ज टेस्ट गर्दैछौँ है त। अहिले चाहिँ हामी भरतपुर 9 आइसक्यो, भनेको चाहिँ यो हाकिम चोक हो। र घरबाट यहाँ आउनेलासम्म 98% भयो चार्ज, 1% चार्ज घटेछ भनेको रेन्ज पनि 339 किलोमिटर छ। अब अहिले हामी यहाँबाट सिधै बसपाको एउटा सर्टकट बाटो युज गर्दैछौँ है। यो बाटो सिधै बसपाक निक्लिन्छ, उता घुम्नै पर्दैन, बाटो साँगुरो छ। अहिले चाहिँ हामी बसपाक चोक आइसक्यो र यहाँको यो बसपाक चोकलाई चाहिँ पारस बसपाक पनि भनिन्छ। यहाँ चाहिँ 4 लेन बाटो छ है, एकदम ठुलो छ। अब चाहिँ कोक फ्याक्ट्री आउँदैछ है। यहाँ ठ्याक्कै कोक फ्याक्ट्रीको बारीपट्टि चाहिँ BYD को चाहिँ पार्क रहेको छ, जहाँ चाहिँ अब यसको सर्भिस सेन्टर रहेको छ। र आज भर्खरै मैले यसमा त्यहीँ गएर टेम्पर ग्लास पनि हालेको यो माथिपट्टि। हामी टिकोली जङ्गलको नजिक आइसकेका छौँ। यो टिकोली जङ्गल आउँदाखेरि धेरै गएर याद आउँछ, के भन्नु। त्यहाँ रहेको छ कोक फ्याक्ट्री। कोक फ्याक्ट्री ठ्याक्कै बारीपट्टि रहेको छ। अहिले चाहिँ हामी बकुलर आइपुग्यो, बकुलर चोक भन्छ। र बकुलर आइपुग्दाखेरि हाम्रो 96% भएछ है, भनेको 334 किलोमिटरको रेन्ज देखाइरहेको छ अहिले। अब हामी यहाँबाट चाहिँ राइट लिँदैछौँ। यो भनेको चाहिँ सौरा पुग्ने बाटो भयो। चोकमा एउटा छोटो मिठो मिस्टेक भएछ कि, लिनुपर्ने हल्का घुमेर डल्लिनु पर्ने रहेछ, सिधै डाइरेक्ट लिएछौँ। माई ब्याड, नेक्स्ट टाइमबाट यसलाई ख्याल गर्नु पर्यो। यो हो कि बेस्ट मोमेन्ट भनेको बाइकर।
अहिले चाहिँ हामी चित्रसारी भन्ने ठाउँ है, यहाँबाट सानो पुल रहेको छ, यहाँबाट चाहिँ हामीले लेफ्ट लिनुपर्छ। अब अहिले चाहिँ हामी ठ्याक्क सौरा आइपुगेका छौँ। यता राइट लियो भने ब्रिडिङ सेन्टरमा, यता गयो भने चाहिँ डाइरेक्ट के भन्ने रापती किनार पुगिन्छ। अब चाहिँ हामी यहाँ यो सफारी यताउति केही गर्ने सोचले आएको थिएनौँ है, तर एकजना दाइले चाहिँ हामीलाई सोध्नु भएको थियो, राम्रो सोध्नु भयो, खुसी लाग्यो। तर हामी त्यो सोचले चाहिँ अहिले आएको थिएनौँ, जस्ट हामी यहाँ चाहिँ यो गाडीको रिभ्यू कस्तो हुन्छ बुझ्नलाई आएको। अब ठिकै छ, नेक्स्ट टाइम गर्न दोष है। तर अहिले चाहिँ अब हामी यहाँबाट फर्किएर चाहिँ यो एलिफेन्ट ब्रिडिङ सेन्टरतिर लाग्दैछौँ र अहिले हाम्रो चार्ज रहेको छ 95% है, भनेको अहिले 330 किलोमिटरको रेन्ज देखाइरहेको छ। 3103 किलोमिटर चाहिँ ओडोमिटरमा छ है, 3103 ल। हामी चाहिँ एकदम नजिक आइसक्यो हाम्रो स्पटमा चाहिँ। अब घडी हेरेर दिल थाम्के बैठो भन्छ नि, घडी हेरेर 50 सेकेन्डमा हाम्रो ठाउँमा आइपुग्यो होला। त्यहाँ हेर्नु अब अहिले चाहिँ हामी यो सौराको एलिफेन्ट ब्रिडिङ सेन्टरबाट चाहिँ फर्किँदैछौँ र अहिले हाम्रो चार्ज रहेको छ 95% र 328 किलोमिटर अहिले देखाएको छ। यो चाहिँ हामीले फुल एसी अन गरेर मोबाइल चार्ज गर्दै गीत सुन्दै गर्दा पनि जियोस्। जम्मा अहिले 4% चार्ज सकियो। ठिक छ, अब हामी यहाँबाट चाहिँ अगाडि बढ्दैछौँ है त। हामी अहिले सौराबाट फर्केर टाढीचुक आइसक्यौँ र अहिले हाम्रो चार्ज रहेको छ 93%। अनि यसको रेन्ज चाहिँ 321 किलोमिटर देखाएको छ अहिले चाहिँ। यहाँ देखाइदेऊ त, हेर्न मिल्छ कि मिल्दैन होला, के छ स्थिति अहिले यहाँ। र अहिलेको हाम्रो टाढी बजार यस्तो छ। अब यहाँबाट बिस्तारै लाग्नेवाला छौँ।
फिर्दैछु यता अब हामी 24 फिट नजिक आइसकेको छौँ 24 फिटबाट एकदम फरक कोलिङको वे यहाँ चाहिँ म आइपुग्दाखेरि हाम्रो पावर चाहिँ भिडियो बटन भएको छ रोयल इलेक्ट्रिक 613 किलोमिटर देखाएको छ ओभरमा 3126 किलोमिटर एकदम